गाइज के छ तपाईहरुको खबर आयो हजुरहरु सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। टुडे न्यू ब्लग आइसकेको छ। सो आज चाहिँ हाम्रो कलेजको गेम हुन गइरहेको छ हैन। म तपाईलाई गेम कुनै फिल्मै रङ्गशालामै पुगेर देखाउँछु के कस्तो हुन्छ त आजको खेल। मोडर्न भर्सेस उल्लाबारीको एउटा टिम छ स्कुलको। उहाँ टिमको नाम त उहाँ पुगेपछि थाहा हुन्छ हैन। त्यो एक्ज्याक्टली मलाई थाहा भएन कि कस्तो हुन्छ त हेर्दै गर्नु र अन्तिमसम्म है त गाइज। सी यू। आजको ब्लग एकदमै दामी हुन गइरहेको छ। च्यानललाई सब्स्क्राइब हान्दिनु होला गाइज। लभ। सो गाइज अहिले चाहिँ म गेम हेर्न गइरहेको छु हैन। अब आजको गेम कसरी जित्छ त मोडर्न भर्सेस उता मोरङको सुन्दरताको गेम हुन गइरहेको छ। आजको गेम कसले जित्छ त तपाईहरुलाई म देखाउने छु। अहिले चाहिँ म कलेज गइरहेको छु। पुगेर पुरै रेडी भएर बसिरहेको होला कि कस्तो हुन्छ त हैन। सुन्दर रहेछ है समथिङ कहाँ भन्ने सुनेको थिएँ गेम त्योसँग रहेछ। अब के कस्तो हुन्छ कसले जित्दिन्छ म तपाईहरुलाई देखाउने छु। हेर्दै गर्नुले चाहिँ हाम्रो कलेज जाने बाटो हैन। हेर्दै गर्नुले आजको गेम प्याप्सन गेम मोडर्न भर्सेस मोरङको र मोरङकै हो। मतलब अब एक्ज्याक्टली मलाई अहिले नाम चाहिँ थाहा भएन। एकछिन म तपाईलाई भन्ने छु आजको गेम कसले जित्छ त त्यो भने हेर्ने भयो। एउटा टिमबाट आयो भन्दाखेरि उनीहरूले बाहिरको पक्कै मिलाएर ल्याउँछ होला तर हामीले केही भन्न सकिँदैन होला किनभने को बाहिरको को भित्र कसरी देखिन्छ र चिकिँदैन नि त। उल्लाबारी जब एउटा टिम आइसक्यो चाहिँ त्यो पनि हाम्रै ग्रुपमा छ टाढाको टिममा। अरू सबै पनि फेरि तपाईँले के छ भने हाम्रो विराटनगर टिम हाम्रो जुन सहरको टाइममा कोही छैन विराटनगर। उता उल्लाबारीको एउटा भाइ छ, उल्लाबारीको एउटा टिम छ, त्यसरी पथरीको दुईवटा टिम एभरेस्ट पथरी भन्ने भन्दा अगाडिको मिलियन त फाइनल खेलेको। अहिले चाहिँ हामी टक्क बसतिर प्रस्थान हुँदैछौँ। अब बसतिर गएर हामी चाहिँ अब कहाँ जाने भन्दाखेरि अब रङ्गशाला टक्क केटाहरू देख्न सक्नुहुन्छ पुरै रेडी भइसकेको छ फर्ममा छ है। अब आजको गेम जित्छ के हार्छ त्यो अब आफ्नो ठाउँमा छ तर अब केटाहरूले बेस्ट दिन्छ। अलिअलि क्लिप चार्ज पनि मेरो त 12% छ। अब अलिअलि क्लिपहरू यसो हजुरलाई देखाउने ट्राई गर्छु। हेर्दै गर्नु होला टक्क अब बसमा चढिन्छ। अब सिधै प्रस्थान हाम्रो रङ्गशालाको। भाइ कोसँग गेम हुने अरे? गेम चाहिँ कहाँसम्म हो? कसको कुन टिमसँग गेम हो? ए उल्लाबारीसँग रहेछ है। ल हेर्दै मेरो अब टक्क बसमा चढ्यौँ के कस्तो हुन्छ त हेर्दै गर्नु होला है त। शेर्पा के भन्न चाहन्छ जस्तो आजको माहौल भन्न यो हार्छ कि क्या हो? ल के सही ल के भन्न चाहन्छ त? के हो केही थाहा छैन। तेरो पोजिसन के हो? मेरो पोजिसन मलाई पनि थाहा छैन। के हो साथी ला बिर्सिए। यहाँ टक्क केटाहरू छ। ल हेर्दै गर्नु होला। आजको तिमीहरूको रजनी टेक्निक के छ? कसरी जित्छस् त भन्न त अलिकति भन्नु पर्यो नि त भाइ। छिटो अगाडि गेट भन्छ के भन्नु यार टिम गार छ टेन्सन लागेर बिन्दु सरलाई के भन्न चाहन्छ यहाँबाट भन्दै नि त सर। निराश नहुनु होला होइन। यत्रो दिन क्लासमा आएको छैन होइन भन्न यसो। ल बुझिसक्यो बुझिसक्नु भयो ल बुझिसक्नु। सो गाइस अहिले चाहिँ हामी गइरहेको छौँ आजको गेम कसले जित्छ त होइन हेर्नु होला। हेर्नु होला गाइस आजको गेम म हजुरलाई अलिअलि देखाउने छु होइन। जस्ट इन्फर्मेसन हुन्छ हजुरलाई अन्तिमसम्म हेर्नु होला गाइस। फाइनली हामी चाहिँ रङ्गशाला अगाडि आइसकेको छौँ। देख्न सक्नुहुन्छ अब टक्क केटाहरू उत्रिन्छ होइन। हेर्दै गर्नु होला टक्क अब यस्तो छ माहौल है। कसले जित्छ त आजको गेम त भन्ने हेर्न भने बाँकी नै छ। हेर्दै गर्नु होला। अब रङ्गशालाभित्र छिर्छ नि देखाउँछु ल। सो गाइज हामी चाहिँ रङ्गशाला अगाडि आइसकेको छौँ। अब हामी चाहिँ प्रस्थान भइरहेको छौँ। देख्न सक्नुहुन्छ सबजना छिरिरहेको छ है। हामी चाहिँ यो एससी कप पनि भएको थियो प्लस ठुल्ठुलो गेमहरू पनि यही रङ्गशालामा हुन जान्छ। केटाहरू चाहिँ अगाडि आएर ट्रेनिङ सानो रहेछ त केटा जित्छौ तिमीहरूले देख्न सकिन्छ। यहाँ यसो चल खेल्ने केटाहरू टक्क फर्मसम्म बुझाएर आएको छ नि हाम्रो केटाहरू यहाँ छ नि ल। ठाकुर सर पनि आउनुभएछ सर। ठाकुर सरहरू सब हुँदो रहेछ। ग्राउन्ड चाहिँ राम्रो रहेछ। सो गाइस अहिले चाहिँ मोडर्न एराको र उल्लाबारीको टिमको गेम सुरु भइसकेको छ। देख्न सक्नुहुनेछ हजुरले। भर्खर स्टार्ट भएको हो।
कान्ते छ राधिका हो र देख्न सक्नुहुन्छ गेम एकदम इन्ट्रेस्टिङ गेम भइरहेछ भर्खरै सुरु भएको छ देख्न सक्नुहुन्छ कसले जित्छ त यो ब्याप्सनको गेम ड्यानियलले अब फ्री किक दुईटै टिम उस्तै उस्तै रहेको छन् देख्न सक्नुहुन्छ यहाँ केही यहाँ मिसअन्डरस्ट्यान्डिङ भइरहेछ यहाँ एकअर्का बीच त्यही भएर यहाँ पास हल्का कम भइरहेछ मिलिरहेको छैन देख्न सक्नुहुनेछ उता अब सप्तकोशी र मोडेनराको गेम भइरहेछ देख्न सक्नुहुन्छ सप्तकोशी चाहिँ उल्लाबारीको रहेको छ त्यसै गरी मोडेनरा चाहिँ विराटनगरको देखेको छ देख्न सक्नुहुन्छ दुईटै टिम उस्तै रहेको छ अब कसले जित्छ त त्यो भने हेर्न भने बाँकी छ लभली हान्ने चान्स थियो तर भाइले मिस गरेछ अलिकतिले के गोल हाल्ला नि त फल भएको छ सप्तकोशीको फल दिएको छ ह्यान्ड शेर्पाको ह्यान्ड प्रेम शेर्पाको तर त्यसले होइन ह्यान्ड छैन भन्दैछ तर यहाँ ह्यान्ड रेफ्रीले दिइसक्नु भएको छ देख्न सक्नुहुन्छ क्वालिटी चाहिँ हल्का हजुरलाई अब त्यस्तै भयो होइन यो गेम हेर्दा कसले चाहिँ हजुरहरू कमेन्ट गर्नु होला है अप सरी भन्दैछ थ्रोइङ पनि रङ सप्तकोशीको तर्फबाट थ्रोइङ रङ जर्सी नम्बर 8 परवेश निरौलाले अब थ्रोइङ हान्न गइरहेको छ देख्न सक्नुहुन्छ वर्कआउट हान्छ घरमा निकै नै सुस्त गेम भइरहेछ देख्न सक्नुहुन्छ अब आफूले जित्नको लागि एक अङ्क गोल हान्नै पर्ने अवस्था देखिरहेको छु म मोडर्नले यो गेम कसले जित्छ त हेर्दै गर्नु होला हैन हजुर कहाँबाट हेर्दै हुन्छ कमेन्ट गर्नु होला अनि जति पनि नयाँ हुन्छ च्यानललाई सब्स्क्राइब गरिदिनु होला पनि भन्न चाहन्छु यो निकै नै रोमाञ्चक गेम भइरहेको छ सप्तकोशी भर्सेस मोडर्नराको उल्लाबारी भर्सेस विराटनगर कसले जित्छ त गेम त्यो भने पक्कै पनि हेर्न भने बाँकी नै छ र यो बल सप्तकोशीको तर्फबाट बल छ खुट्टामा डिनेले बल खोज्न कोसिस गरिरहेको थियो तर पुस हानेका छन् घुमाइरहेका छन् बललाई लभली के यो गोल हाल्ला नि त यो कुद्दैछन् खेलाडी यो के हो गोल हुन्छ यो के गोल हुन्छ यो हेर्नु होला शेर्पाको खुट्टामा बल सरी राम्रो स्किल तर यो फल हुन पुगेको छ साइड पुस हान्ने ट्राई गरेका थिए तर यो फल भएको छ देख्न सक्नुहुन्छ अब फल
सप्तकोशीले फल गरेका थिए। मोडेर्नाको खेलाडीले अब फल हान्न गइरहेको छन्। जर्सी नम्बर 5 का खेलाडीले के फ्री किक हाल्लान् त भने हेर्न भने बाँकी नै छ। हेर्नु होला, मेरो चार्ज निकै नै कम छ, त्यही पनि मैले हजुरलाई सकेसम्म देखाइरहेको छु। यो फ्री किक एकदमै राम्रो थियो तर ट्याकल गर्न सकेन। राम्रो छ यो। सप्तकोशीको खुट्टामा बल थियो, ट्याकल गर्दैछन् खेलाडीहरू। यहाँ प्रवेश जाँदैछ भिड्नका लागि। एकदमै राम्रो डिफेन्डर डेनियलको। डेनियललाई कटाउने चान्स थियो तर यो फल हुन पुगेछ। डेनियलले पक्रेका थिए। यो फ्री किक सप्तकोशीलाई कि यो फ्री किक को फाइदा उठाउन सक्छन् सप्तकोशी। हेर्नु होला, मेरो चार्ज निकै नै कम छ, 3% मा झरिसकेको छ। जतिखेर पनि मेरो मोबाइल स्विच अफ हुन पुग्छ। हेर्दै गर्नु होला। यो फ्री किक सप्तकोशी जर्सी नम्बर 7 का खेलाडीले हान्न गइरहेका छन्। देख्न सक्नुहुन्छ यो फ्री किक गोलमा परिणत हुन्छ। यो बल हान्न कोसिस थियो तर बल बाहिरिएको छ। चार्जै ल्याएको यो के हो? गोल हुन सक्थ्यो तर यो डिफेन्डरले बल क्लियर गरिसकेका छन्। देख्न सक्नुहुन्छ यहाँ निकै नै घम्सी गेम भइरहेको छ। यो सप्तकोशी भर्सेस मोडेर्नाको। यो बल बाहिरिएको छ। थ्रो मोडेर्नालाई। जर्सी नम्बर 8 का खेलाडी प्रवेश निरोलाले अब थ्रो हान्न गइरहेका छन्। यसको थ्रो निकै नै हल्का लङ हुने गर्छ। देख्न सक्नुहुन्छ एकदमै लङ। लभली थियो प्रहार तर यो प्रहार बाहिरिएको छ। सक्नुहुन्छ केटाहरू सब्स्टिट्युटमा बसिरहेको छन्। अब यो खेल निकै नै एकदमै घम्सीको भइरहेछ। यहाँ देख्न सक्नुहुन्छ खेल चलिरहेको छ र यहाँ सप्तकोशीको तर्फबाट प्लेयर सब्स्टिट्युट हुन गइरहेको छ। देख्नुहुन्छ यो गेम कसले जित्छ त? यो यसपालिको यो पेप्सन यो दुईटै टिमको यो पहिलो खेल हो। यो कसले जित्छ त त्यो भनी हेर्न भने बाँकी नै छ। यसको क्यामेराको जस्तै छ तर जस्तो रहेछ। वर्कआउट हान्छ त अनि यसकै फोन हो। र यो रेफ्रीले केही सम्झाइरहेका छन् खेलाडीलाई। र यो अब मोडेर्नाको फ्री किक हुन गइरहेको छ। यो फ्री किक के मोडेर्नाले सदुपयोग गर्छ त? विपिन राजवंशी बिपी भनेर पनि चिन्ने गरिन्छ हामीले यस खेलाडीलाई। ल यो खेल हेर्नु होला। यो फ्री किक हान्न चाहन्थे तर आफ्नै टिमले रोकेका छन्। के अफ भएछ कि के हो यो? मैले बुझ्नै सकिनँ के हो यो? यो अर्को फुलबाट हो, त्यसैले क्वालिटी हजुरहरुको चेन्ज हुन सक्छ। हाम्रो लभली यो कि गोल हुन सक्छ। यो गोल हुन सक्छ। गोल हानिसकेको छ मोडेर्नाले। पहिलो गोल
हाम्रो सरहरू यहाँ हुनुहुन्छ पुरै खुसी भइसक्नु भएको छ यो पहिलो गोल ल यहाँ एकदमै राम्रो यो उत्कृष्ट गोल भइसकेको छ त्यसै गरी मोडेर्नाले 1 लिड लिइसकेको छ सप्तकोशीलाई हेरौँ यो खेल अझै जारी छ यो क्याम कसले जित्छ त र यहाँ पहिलो हाफ सकिसकेको छ अब हामी फेरि दोस्रो हाफ लिएर पक्कै पनि आउनेछु हेर्दै गर्नुहोला अभिषेक निरोला युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक गर्नु होला हजुर कहाँबाट हेर्दै हुन्छ कमेन्ट गर्नु होला भन्न चाहन्छु हाम्रो म्यानेजर कोच दाइ हाम्रो यहाँ हुनुहुन्छ र देख्न सक्नुहुन्छ अब केही अब कुराकानी अब यहाँ सब्स्टिट्युटमा बसेको खेलाडीहरूले यसो वार्मअप समअप हान्न गइरहेको छन् यहाँ हाम्रो दाइले यहाँ केही कुरा बताइराख्नु भएको छ सञ्जीव दाई मोडेर्नाको कोच हुनु र देख्न सक्नुहुनेछ यहाँ सब्स्टिट्युटका खेलाडीहरू वार्मअप गरिरहेका छन् किन बोल्नु बोलिरहेछ यो मौका थियो तर यो मौका मिस हुन पुगेको छ यो फेरि पनि मोडेर्नाको खेलाडीको खुट्टामा बल तर यो रेफ्रीको विसल भइसकेको छ यो खेलाडी घाइते किपर मेडिकल र फेरि पनि गोल भइसकेको छ मोडेर्नाको देख्न सक्नुहुनेछ एकदमै तर भिडियो गर्न पाइएन तर म्यान अफ द म्याच पायो जब भिडियो गर्दिन तब गोल हुन्छ के हो यस्तो एकदमै उत्कृष्ट गोल कसले हानेको अरे केटा 9 नम्बरले गोल हानिसकेको छ 2 गोल म्यान अफ द म्याच यहाँ टक्क समर्थकहरू हाम्रो रोइला भाइको अघिदेखि रोइला नाम आइरहेछ ए दाजु त भाइ हो त भाइ भाइको दाजु पिल्लु भाइ नाम पिल्लु भाइको हेलो पिल्लु भाइ फेरि पनि गोल एकदमै राम्रो गोल फेरि पनि मोडेर्नाको 3 गोल भइसकेको छ त्यसै गरी सप्तकोशीको 0 यो खेल अहिले कम्प्लिटली मोडेर्नाको हातमा छ यो एकदम उत्कृष्ट गोल निकै नै घम्से गेम भइरहेको छ हेर्दै गर्नु होला मोडेर्ना भर्सेस सप्तकोशीको गेम कस्तो लागिरहेछ हजुरहरू कमेन्ट गरिदिनु होला र यो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु गेमको मजा लिनु होला सिबुलाई दिँदा हुन्छ र यो गोल हुन्छ कि हुँदैन यो पेनल्टी पाइसकेको छ मोडेर्नाको खेलाडीले सिबुले हान्न गइरहेको छ
मोटेनेराको मार्की क्लियर भनिदिनु त अब मार्की भइसक्यो नि अब पोगबा जस्तै छ मार्की त भइहाल्छ नि अब परेन किनेर ल्याएको यसलाई के यो गोल हुनसक्छ शिबु जर्सी नम्बर 9 का खेलाडी यो गोल हाने भने उसले अब ह्याट्रिक गर्छन् यो गोल हाने भने उसको म्यान अफ द म्याच भन्ने सपना पनि पुरा हुन चाहन्छ यो देख्न सक्नुहुन्छ पेनल्टी यो इजी गोल ह्याट्रिक शिबुको ह्याट्रिक 4-0 हानिसकेको छ आजको हाइएस्ट गोल भनेको राम्रो खेल्छ नि खेलिराख्ने बानी हुन्छ नि त यार अमर बीचमा खाली भयो सर्वाइदो सिवाइदो लाग्यो पुरा लभली सोरो नाइस वन के यो गोल हुन सक्छ फर्स्ट बल खेल्नु यो बल सप्तकोशीले आफ्नो खुट्टामा लिइसकेको छ देख्न सक्नुहुनेछ सप्तकोशी अब बल लिएर अगाडि बढिरहेको छ र यो प्लेयरलाई यहाँ केही समस्या आएको छ देख्न सकिन्छ खेल किपरको हातमा बल फेसै सुमन मेनन नाइस वन चेंज खेल बिगन चेंज रे आंटे वाले आइए शेरबा आई जाओ जा बॉल पे अरे अमर गोल चेंज शेरबा चेंज ओए विसल ना खेल कतिले मिसुरा भएछ गोल हुन सक्छ बल बाहिरिएको छ त्यसै गरी सप्तकोशीको तर्फबाट फेरि पनि खेलाडी चेन्ज त्यसै गरी यहाँ मोडर्निटाको तर्फबाट पनि प्लेयर सब्स्टिट्युट हुन गइरहेका छन् 10 इन त्यसै गरी के हो त्यो हेर्नै बिर्स्यो 19 बाहिर अरुन्द्र र रेफ्रीको विसल भइसकेको छ यो खेल मोडेनाले जितिसकेको छ यो पहिलो खेल यस प्याप्सनको मोडेना भर्सेस सप्तकोशीको गेममा मोडेनाले जितिसकेको छ 4 गोल हानेर र लास्टमा आएर शेर्पाले येलो कार्ड खाएको छ एकदमै राम्रो गेम अब केटाहरू अब ह्यान्डसेक गर्न अफिसरहरूसँग गइराख्नु भएको छ देख्न सक्नुहुन्छ ल आफ्नो यो खेल हात पारिसकेको छ देख्न सक्नुहुन्छ सबजना लाइनअपमा गइराख्नु भएको छ सायद यस पछाडि अझै एउटा गेम हुन्छ होला तर हामी चाहिँ अब जानुपर्ने हुन्छ हजुरलाई कस्तो लाग्यो ब्लग हाम्रो अफिसियल दिदीहरू यहाँ हुनुहुन्छ देख्न सक्नुहुन्छ नमस्कार हेलो गाइज सब्स्क्राइब गर्नु होला उसको के भन्छ आइडीमा युट्युब च्यानल ल गाइस ल त्यही हो ल हाम्रो सरहरू यहाँ हुनुहुन्छ चट्टसँगले अब हजुर
इन्टरभ्यू लिनु के लिनु र अब यो म्यान अफ द म्याच शिबु शिबु म्यान अफ द म्याच यस गेमको देख्न सक्नुहुनेछ। एकदमै राम्रो। अब चाहिँ आजको लागि यति नै गाइस। अब नेक्स्ट डे अब फेरि पनि भोलिको गेममा हामी भेट्ने नै छौँ। यहाँसम्म हेरिदिनु हजुरलाई धेरै धेरै धन्यवाद। ल लास्टमा के भन्न चाहनुहुन्छ? हामीलाई फलो गर्नु होला इन्स्टाग्राममा, हामीलाई फलो गर्नु होला, यो दाइलाई पनि गर्नु होला। के छ आइडी? फलो गरिदिनु। आइडी के हो सबैको? टिकटक आइडी रोशनी 7 सुस्मिता बस्नेत इन्स्टाग्राम। सुस्मिता बस्नेत कति? तुलसा खतिवडा 11 आफ्नो इन्स्टा आइडी त RSS.ANI and 7 गाइजहरु सबैजनाले गएर फलो गरिदिनु है। ब्लग चाहिँ कहिले आउँछ होला बताइ? भोलि। ल ल ल अभिषेक निरोला ल कान्छ ल आइफोन केस फोन बोला त ठाकुरले भिडियो डिलिट गरिदिन्छ फेरि त बोलिस अभिषेक निरोला है सरी हेर्नु कस्तो आउँदैन आइरहेको छ ल अभिषेक निरोला युट्युबमा सधैँ आउँछ ल गाइजहरु ल कङ्ग्रेचुलेसन सबैजनालाई एकदमै राम्रो खेलेर जितिसक्नु भएको छ हाम्रो खेलाडीहरु ओइ भाइ यो चाहिँ चोरो लाग्दैन अरुको लिएको छ यस्तो यसरी ल यसरी ल भिडियो हो ब्लग भइरहेछ फोटो खिच्दिनु